यो जेनजी मुभमेन्टबाट आएको सरकारका सम्बन्धित मन्त्रालयहरूलाई, सम्बन्धित मन्त्रीज्यूहरूलाई पनि, सम्बन्धित पदाधिकारीहरूलाई पनि हामीले बारम्बार ध्यान आकर्षण गराउने काम गर्यौं, तर उहाँहरूले त्यो विषयमा गम्भीरतापूर्वक हाम्रो कुराहरू लिदिनु भएन। आजसम्म मात्रै आज यहाँहरूसँग हामी साक्षात्कार गरिरहँदा पनि हामी 3 बजे नै यस देशका माननीय कृषि मन्त्रीज्यूसँग पनि बसेकै थियौं। हिजो अस्ति पनि हामी सम्बन्ध पदाधिकारीहरूसँग वार्तामा बस्यौं, तर त्यो वार्ता भनेको वार्ताका लागि मात्रै सीमित हो। माननीय कृषि मन्त्रीज्यू नियुक्त हुने बित्तिकै उहाँले मैले उखु किसानको अनुदान रकम दिलाउँछु नै भनेर सार्वजनिक रूपले मिडियामा प्रतिबद्धता गरेको विषय पनि हामीले सम्झायौं। तर आजसम्म आइसक्दा हामीले त्यो 35 रुपैयाँ जुन बाँकी रहेको हाम्रो अनुदान रकम हो, मैले अघि पनि दोहोऱ्याएको थिएँ, अहिले पनि भन्छु, त्यो हामीले दान दन्तव्य चन्दा पुरस्कार यो राज्यसँग मागेको विषय नै हैन। हामीले 2 करोड 15 लाख क्विन्टल उँखु उत्पादन गर्यौं र त्यो उत्पादित उँखुबाट 2 लाख मेट्रिक टन चिनी बन्यो र चिनी बजारमा बिक्री भइसकेपछि त्यो चिनी बिक्रीमा लाग्ने भ्याट बापतको रकम मध्ये हामीले नेपाल सरकारले तत्कालीन माधव कुमार नेपाल प्रधानमन्त्री हुँदाखेरिदेखि नै अनुदानको रकममा दिँदै आएको रकम हामीले मागेको हो, न कि हामीले चन्दा पुरस्कार नेपाल सरकारसँग मागेको। हामी विभिन्न चरणबद्ध आन्दोलनहरू गर्यौं, नेपाल सरकारले हाम्रो कुराहरूलाई सुनवाई गरेन। त्यसर्थ हामी बाध्य भएर अहिले आज उखु उत्पादन हुने जिल्लाका सम्पूर्ण पदाधिकारी अध्यक्षज्यूहरू नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा अब यही 14 गतेदेखि हामी पुनः जहाँ भाद्र 25 गतेदेखि रोकिएको आन्दोलन थियो, अब त्यसलाई हामीले पुनः 14 गते, यही 14 गतेदेखि मुख्य रूपले 2टा मागहरू। एउटा माग हाम्रो जुन विगत सालको 35 रुपैयाँ प्रति क्विन्टलका दरले हुन आउने लगभग 75 करोड अनुदान रकम हाम्रो बाँकी छ, त्यो अनुदान रकम यही 13 गतेभित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं भने अब हाम्रो क्रसिङ सिजन सुरु भइसक्यो। क्रसिङ सिजन सुरु हुने बेला भइसक्यो। त्यो क्रसिङ सिजन सुरु हुनुभन्दा अगाडि नै नेपाल सरकारले हाम्रो उखुको किसानको उत्पादन लागतको आधारमा, हामीले फेरि दोहोऱ्यायौं, हाम्रो उखुको उत्पादन लागतको आधारमा र चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी त्रिपक्षीय समझदारीबाट नेपाल सरकार, चिनीका उद्योग सञ्चालन गरेका उद्योगका प्रतिनिधिहरू र किसानका प्रतिनिधिहरू संयुक्त रूपले बसेर मूल्य चाहिँ निर्धारण